नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसएई परीक्षाको नतिजा प्रकाशित। मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा। प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्री परिषद पुनर्गठन हुने सङ्केत। संवैधानिक निकायको नाममा त्यसलाई मान्दिन भन्दै हिँड्ने छुट कसैलाई पनि नभएको स्पष्ट मन्त्री दाबी। राष्ट्रिय सुरक्षा जस्ता संवेदनशील विषयमा सङ्घीय परिषदले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने भएका युवकको परिवारले बिहिबार सप्तरीमा प्रदर्शन गरेका छन्। सप्तरीको तिरहुत गाउँपालिका 3 पिप्राही टोल निवासी 24 वर्षीय जयकृष्ण बिराजीको शवसहित आफन्त र गाउँलेले राजविराजमा प्रदर्शन गरेका छन्। सोमबार मध्यरात साथी भेटेर फर्कदै गर्दा बिराजमाथि अपरिचित समूहले धारिलो हतियारबाट आक्रमण गरेका थिए। उनको उपचारको क्रममा बुधबार साँझ विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको हो। मृत्युको खबर पाएपछि आक्रोशित आफन्त र गाउँलेले शवसहित बिहिबार सदरमुकाम राजविराजमा प्रदर्शन गर्नुको साथै करिब 1 घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन्। घटनामा संलग्नहरूको अविलम्ब पत्ता लगाई कडा कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरूले माग राखेका छन्। प्रशासन के लिए हमारा बुझाई चीज कोई उठाम रहे ना, दोषी व्यक्ति का कार्रवाई सजा होना चाहिए और के चाहते प्रहरले घटनामा संलग्न भएको आशंका गरिएहरूको खोजी कार्य तीव्र बनाएको छ। डीएसपी भवेश रिमालले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै हत्याको मुख्य कारणबारे पनि चाँडै सत्य तथ्य बाहिर ल्याउने बताए। तुरहुत गाउँपालिका 3 घर भएका बिराजी सदरमुकाम राजविराज स्थित पिसोजन स्कुलको वार्डेन इन्चार्ज पदमा कार्यरत थिए। घटनाका दिन उनी राति 12 बजेतिर राजविराज 7 बस्ने एक साथी भेटेर फर्कदै गर्दा अपरिचित समूहको आक्रमणमा परेका थिए। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसएई परीक्षाको नतिजा प्रकाशित गरेको छ। बोर्डले बिहिबार सानोठिमी स्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी नतिजा प्रकाशन जानकारी गराएको हो। यस वर्ष एसएईमा साधारणतर्फ 4,49,642 र प्राविधिकतर्फ 9,633 समेत गरी 4,59,275 परीक्षार्थी सहभागी भएका थिए। त्यसमध्ये 17,580 जनाले 3.6 देखि 4 जीपीए प्राप्त गरेका छन्। त्यसैगरी 51,137 जनाले 3.2 देखि 3.6 जीपीए, 63,741 जनाले 200.8 देखि 3.2 जीपीए र 76,564 जनाले 2.8 देखि 2.4 जीपीए प्राप्त गरेका छन्। गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा समाप्त नहुने तोकिएको उमेरबाट प्राप्त मार्क स्लिपको आधारमा कम्प्युटरमा प्राप्ताङ्क प्रविष्ट गर्ने कार्य जेठ 8 गतेबाट सुरु गरी टेबुलेसन रुजु कार्य समेत सम्पन्न गरी आजका दिनमा नतिजा प्रकाशन गर्न सकिएको ब्यौरा समेत अनुरोध गर्दछु। यस वर्ष नियमित समूहको साधारण धारतर्फ 4,49,642 जना र प्राविधिक धारतर्फको 9,633 गरी 4,50,275 जना परीक्षार्थीहरू परीक्षामा सामेल भए। बमोजिमको नतिजा प्रकाशन गरिएको छ। सोको संक्षिप्त अवस्था 5 संस्थाहरूबाट नम्बरमा डायल गरी प्राप्त निर्देशन बमोजिम नतिजा सुन्न सकिनेछ। परीक्षाफल चित्त नबुझी पुनःयोग गर्नुपर्नेमा नतिजा प्रकाशन भएको 15 दिनभित्र निवेदन दिन सकिने बोर्डले जनाएको छ। पूरक परीक्षामा सहभागी हुनका लागि सीभन्दा तलको ग्रेड आएमा पूरक ग्रेड वृद्ध परीक्षामा सहभागी हुने व्यवस्था पनि बोर्डले जनाएको छ। नतिजा नेपाल टेलिकमको 1600 नम्बरमा डायल गरी तथा बोर्ड लगायत विभिन्न सञ्चार माध्यमका वेबसाइटबाट हेर्न सकिने बोर्डले सबै प्रदेशको नतिजालाई छुट्टा छुट्टै प्रकाशित गरेको छ।
प्रदेश 2 सरकारले बेटी पढाओ बेटी बचाओ अभियानलाई निरन्तरता दिँदै छात्रहरूलाई साइकल वितरण गरेको थियो। जनकपुर धाम स्थित श्री सकल भवन कन्या माविका कक्षा 8 मा अध्ययनरत 114 छात्रलाई मुख्यमन्त्री लालबाबु राउत सहित उनीहरूले साइकल हस्तान्तरण गरेका छन्। विद्यालयमा भएको साइकल वितरण समारोहमा मुख्यमन्त्री लालबाबु राउतले समग्र प्रदेशलाई विकास गर्न महिलालाई शिक्षामा अगाडि बढाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले सामुदायिक विद्यालय राजनीतिको अखाडा बनेको पनि स्वीकार गर्नुभयो। प्रदेश सरकार का सोच रहा है कि समाज में सबसे उत्पीड़ित समुदाय जो सदियों से मुल्क में उत्पीड़न में रही है वो है महिला समुदाय। तो महिला को कैसे हम आगाड़ी ले आए? तो महिला को आगाड़ी लाने के लिए हमें शिक्षा में जोड़ देना होगा, हमें उन्हें शिक्षित बनाना होगा, हमें उन्हें अवसर में समान सहभागिता कराना होगा, तब ये हो सकता है। नारा से नहीं बन सकता है, नारा से प्रदेश नहीं बन सकता। हमें काम से बनाना होगा, हमें वो अवसर देना होगा उनको जो अवसर के उन्हें जरूरी है। मुख्यमन्त्री राउतले केही दिनमै प्रदेश 2 का 100वटा सामुदायिक विद्यालयमा छात्रका लागि शौचालय निर्माण गर्न लागेको समेत जानकारी गराउनुभयो। त्यस्तै कार्यक्रममा प्रदेश 2 का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले महिला हिंसा अन्त्य गर्न छोरीलाई दाइजो नदिई अंश दिनुपर्ने बताउनुभयो। छोराको बिहेको बेलामा हामी दहेज मान्छौँ र छोरीको बिहेको बेलामा हामी दहेजको चाहिँ विरोध गर्छौँ। दोहोरो चाहिँ चरित्र हामीलाई हुन्छ भने यो समस्या समाप्त हुन सक्दैन। त्यही भएर म के भन्छु, अब छोरीलाई दहेज होइन, छोरीलाई अंश देऊ र हामी सबैजना यो कुरालाई यो मञ्चबाट प्रतिबद्ध गरौँ। त्यस्तै सामाजिक विकास मन्त्री नवल किशोर शाहले महिला अधिकारलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभयो। कार्यक्रममा प्रदेशसभा सदस्य रामआशिष यादव, जैनुल राइन, चमेली देवी दाहसहतले महिला सशक्तिकरणका विषयमा धारणा राखेका थिए। प्रदेश सरकारले सामुदायिक विद्यालयका कक्षा 8 मा पढ्ने 14,000 छात्रलाई साइकल वितरण गर्ने जनाएको छ। प्रदेशका 8वटै जिल्लाको सामुदायिक विद्यालयमा कक्षा 8 मा पढ्ने छात्रहरूको संख्या 23,000 को हाराहारीमा छ। सुरुमा गरिब, दलित, विपन्न तथा विद्यालयभन्दा टाढा घर रहेका छात्रहरूलाई साइकल वितरण गरिने पनि प्रदेश सरकारले जनाएको छ। तर प्रदेश सरकारले गरिब, दलित, विपन्न तथा विद्यालयभन्दा टाढा रहेका छात्रलाई मात्र साइकल वितरण गर्न भन्ने पनि बिहिबार कन्या विद्यालय 8 कक्षामा पढ्ने सबै 114 छात्रलाई साइकल वितरण गरेको थियो। अब समाचारमा व्यावसायिक विश्रामपछि प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्री परिषद पुनर्गठन हुने संकेत। संवैधानिक निकायको नाममा त्यसलाई मान्दिन भन्दै हिँड्न छुट कसैलाई पनि नभएको स्पष्ट। राष्ट्रिय सुरक्षा जस्ता संवेदनशील विषयमा संघीय प्रहरले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। वर्षा सुरु हुने लाग्दा पनि घर निर्माण हुन नसकेको भन्दै 12 वर्षका हावाहुरी पीडितले असन्तुष्टि जनाएका छन्। नेपाली सेनाले प्रभावितहरूका लागि आवास निर्माणको काम गरिरहेको भए पनि क्षतिको यथार्थ विवरण सङ्कलन हुन नसकेका कारण सो बस्तीका केही परिवार घरविहीन भएका देखिएको छ। पहिलो अनुगमन निरीक्षणमा सबै पीडितको नाम समावेश भए पनि सरकारले जग्गा नभएकाहरूको नाम सूचीबाट हटाएपछि समस्या भएको हो। अर्काको जमिनमा फुसको घर बनाएर बसेका र एका घरका दाजुभाइहरूको भिन्नै परिवारका लागि घर निर्माण गर्ने विषयमा सरकारले केही नभनेको भन्दै कलैया उपमहानगरपालिका वडा नम्बर 18 बरवलियाले व्यवस्था गरेपछि पीडित समस्यामा परेका हुन्। ठिकै भयो, मैले अब घर एगो नाव काटेर 3 भाइ बानी छ, दू घर बन्द त झगडा त होइ जाइ, उयो घरहरू चाहिँ ढोर ढिमलिया गइल मर्जी के बचनी सन सब बाले बच्चे ओही में पूछा के 2 गो बाल बच्चा बा, 2 गो बाल बच्चा के 4 गो 5 गो बाल बच्चा बा, घर दुआर बनता त इतना लेट लागल। माने
दू आदमी के ना 3 आदमी बाल बच्चा में बेटा लोग में 2 आदमी के नावो आइल बा त 1 आदमी के बोलू बूढ़ा बूढ़ी के बनी त लग बेटा लोग मने रहुआ खानी बालू 2 बाल बच्चा बा उ कहाँ लेके जाइलो कहले बोलो आइलानी बनी त आइलानी पनि लोग नहीं से बन देते हाला हुली लोग लगातार करे से बोलू 1 आदमी को बनी त बोलू हमनी कोही को बनी बाराका जिल्ला प्रशासन कार्यालयको विवरणमा सुरुमा 12 वर्ष गरी कुल 1453 घर निर्माणका लागि सिफारिस गरिएकोमा हाल फिल्डमा भेरिफिकेसन टोली जाँदा 889 घर निर्माणका लागि आदेश आएको छ। कलैया उपमहानगरपालिका 8 नम्बरका वडा कार्यालयले आफ्नो जग्गा नभएकाहरूका लागि घर निर्माण गर्ने बारे सरकारले केही निर्देशन नगरेकाले घर निर्माण गर्न नसकिने बताउँदै आएको छ। अध्यक्ष अम्बिका प्रसाद यादवले जग्गा नभएका लागि सरकारले जग्गा उपलब्ध गराएर घर निर्माणको पहल गर्नुपर्ने अन्यथा वडा कार्यालयले केही गर्न नसक्ने बताउनुभयो। हाम्रो वार्डमा 3-4 जना यस्तो मान्छे छ जो आइलारीमा बसेका थियो, सडकको पेटीमा बसेका थियो। उनीहरूको आफ्नो जग्गा जमिन छैन, घरारी पनि छैन। अब तिनीहरूको घर बनाउनको लागि समस्या छ। उताबाट उनीहरूको जग्गा छैन भने सरकारले व्यवस्था गर्दैन तबसम्म बन्दैन। यो कुरा हामी सिडिओ साहबलाई राखिदिया छु। अब उहाँबाट कस्तो निर्देशन आएछ त्यो अनुसारले हामीले गर्ने हो। हामीलाई त्यसमा अहिले कुनै यति गर्ने होइन। अब त्यहाँबाट जस्तो निर्देशन आउँछ त्यो अनुसारले हामी गर्छौँ। गत चैत्र 17 गते 12 र पर्सामा आएको विनाशकारी हावाहुरीमा परि 29 जनाको मृत्यु भएको थियो। हुरीले बाराको फेटा, सुवर्ण, पचरौता, पर्सौनी, भवानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो। नेपाली सेनाले साउन मसान्तसम्म सबै 879 वटा घर निर्माण गरी हस्तान्तरण गरिसक्ने जनाएको छ। आज बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ। बिहान 1.5 घण्टासम्म भीषण रूपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रूपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो। झण्डै 160 वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार जलेश्वर नगरपालिका 2 मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटक पटक डुबानमा पर्ने गरेको निमित्त जेलर प्रदीप कुमार शाहले बताउनुभयो। मुसलधारे वर्षाको पानीले कारागारको बाहिर मुसलद्वारदेखि भित्र कैदी बन्दी प्रवेश गर्ने मूल ढोकासम्म पनि पानी परेको छ। कारागारभित्र कैदी बन्दी बस्ने बन्दीबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानी भित्र प्रवेश गरेर पुरै कारागार जलमग्न र यस्तव्यस्त भएको चौकीदार श्याम सुन्दर यादवले बताए। उहाँको अनुसार वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदी बन्दीलाई खाना पकाउन, खाना बस्न, सुत्न, शौचालय जान र घुमफिर गर्न लगायतका विभिन्न समस्या भएको छ। जलेश्वर कारागारमा हाल 419 जना पुरुष, 41 जना महिला र 3 आश्रित बालबालिका गरी जम्मा 463 जना कैदी बन्दी रहेको छन्। त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी बस्ने ब्यारेक समेत पानीले प्रभावित बनेको छ। वर्षाको बेला बाहिरी सहरको पानी समेत नाला भएर कारागारमा प्रवेश गर्दा हुने गरेको समस्याबारे जलेश्वर नगरपालिकालाई पटक पटक लिखित र मौखिक रूपमा आग्रह गर्दा पनि कुनै सुनवाई नगरिएको निमित्त जेलर शाहले गुनासो गरे। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्री परिषद पुनर्गठन हुने संकेत गर्नुभएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बास्कोटाले मन्त्री परिषद पुनर्गठन हुने विषय प्रधानमन्त्रीसँग निहित हुने पनि स्पष्ट पार्नुभयो। बिहिबार मन्त्री परिषद का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्री परिषद पुनर्गठन कुनै बेला पनि हुन सक्ने र त्यसको अधिकार प्रधानमन्त्रीसँग मात्रै रहेको पनि बताउनुभयो। मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी ओलीले महसुस गर्नासाथ मन्त्री परिषद पुनर्गठन हुन सक्ने पनि बताउनुभयो। म फेरि पनि अनुरोध गर्न चाहन्छु अब 6 जना 5 जना 4 जना
तपाईहरु सबैलाई थाहा छ प्रधानमन्त्री बाहेक सबैजना नि पर्न सक्नुहुन्छ 5-6 जना नि पर्न सक्नुहुन्छ एकै जना नि पर्न सक्नुहुन्छ यो कुरा कहाँ डिपेन्ड छ यो कुरा जसले जति लेखे पनि वा नलेखे मन्त्री बास्कोटाले मन्त्रीहरू कतिजना फेरिन्छन् भनेर समाचार माध्यमले समाचार बनाउनु पनि बेकार हुने बताउनुभयो। उहाँले क्लिन फिड लागू गरेर छाड्ने दृढता पनि व्यक्त गर्नुभयो। सञ्चार माध्यमहरूलाई सबल बनाउने गरी ल्याइएको सो विधेयक संसदबाट पारित हुने उहाँको दाबी छ। अब समाचारमा पूर्ण व्यावसायिक विश्रामपछि संवैधानिक निकायको नाममा त्यसलाई मान्दिन भन्दै हिँड्न छुट कसैलाई पनि नभएको स्पष्ट। राष्ट्रिय सुरक्षा जस्ता संवेदनशील विषयमा संघीय प्रहरले प्रदेश प्रहरलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने। विश्रामपछि समाचारमा पूर्ण स्वागत छ। अब बाँकी प्रसङ्ग। कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुप्रा शर्मालाई आफूले भने अनुसार नभए मान्दिन भन्ने छुट नरहेको दावी गर्नुभएको छ। मन्त्री ढकालले राष्ट्रिय मानव अधिकार आयोगको ऐन संशोधन सम्बन्धी विधेयक संविधान सम्मत ढङ्गले आए पनि संवैधानिक निकायको नाममा त्यसलाई मान्दिन भन्दै हिँड्ने छुट कसैलाई पनि नभएको स्पष्ट पार्नुभयो। उहाँले आयोगका अध्यक्ष शर्माप्रति सङ्केत गर्दै संवैधानिक निकायको व्यक्ति हुँ भनेर आफूले भने अनुसार नै हुनुपर्ने भन्नेलाई पनि छुट दिने राष्ट्रिय सायद नेपाल मात्रै भएको दावी गर्नुभयो। अन्य मुलुकमा संवैधानिक अङ्गका पदाधिकारीलाई पनि आफूले भने अनुसार भएन भन्ने मान्दिन भन्ने छुट नरहेको मन्त्री ढकालको दावी छ। शुक्रबार संघीय संसदको कानुन न्याय तथा मानव अधिकार समितिले सिंहदरबारमा आयोजना गरेको मानव अधिकार सम्बन्धी अनुभव आदान प्रदान सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले नेपालमा मानव अधिकारको अधिकतम उपयोग गर्ने छुट जो कोहीलाई पनि रहेको बताउनुभयो। मन्त्री ढकालले सरकारले सरकारवादी मुद्दाको न्याय निरूपण गर्ने अधिकार महान्यायाधिवक्ताको कार्यालयलाई संविधान अनुसार नै दिएको दावी गर्दै त्यसमा राष्ट्रिय मानव अधिकार आयोगले असन्तुष्टि जनाउनु पर्ने कुनै कारण नरहेको पनि बताउनुभयो। अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको अधिकतम उपयोगको प्रचलन पनि हाम्रो मुलुकमा चाहिँ छ। संवैधानिक निकायको व्यक्ति हो, मैले भने अनुसार भएन भने म यो मान्दिनँ भनेर भन्ने छुट सायद अरू राष्ट्रमा कमै होला, तर हामी यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ र मौलिक अधिकारको उपयोग गर्ने कुरामा चाहिँ सरकार कति उदार छ, कति सहनशील छ भन्ने कुराको एउटा दृष्टान्त होला भन्ने मैले ठान्दछु। जहाँसम्म मानव अधिकारसँग सम्बन्धित कुरा हो, हामी सबै संविधानको सर्वोच्चता, कानुनको शासन, विधिको शासनलाई हामी अङ्गीकार गर्छौँ। मानव अधिकारको कार्यक्रममा युएनडिपीका मानव अधिकार सम्बन्धी विज्ञ केभिन डेभिग्सले विभिन्न देशका भएका मानव अधिकारका असल अभ्यासहरूको चर्चा गर्नुभएको थियो। प्रतिनिधि सभाका सांसदहरूले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाका सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गर्नुभएको हो। बिहिबार संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले सम्पदा र संस्कृतिहरूको संरक्षण गर्ने अधिकार गुठीलाई दिने व्यवस्था खारेज गरेर सम्बन्धित स्थानीय तहलाई नै दिन पनि सरकारको ध्यानकर्षण गराउनुभयो। सांसद सुवालले नेपाल ट्रस्ट पनि तत्काल खारेज गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। नेपाल ट्रस्टले गर्ने काम पनि स्थानीय तहले गर्ने भएकाले त्यसमा संघीय सरकारले हस्तक्षेप गरिरहन नपर्ने उहाँको तर्क छ। यसमा फेरि नलगाइदिन गुठी विधेयकमै लगेर गुठीमा अलिकति चर्चा हो, त्यसो भए यो कहाँबाट सभामा हो, तर पनि यसको बारेमा धेरै छलफल गर्न आन्दोलनै गर्यो। समाचार आएको छ, सरकारले यसको छानबिन गर्नु पर्यो र सामन्तवादको अन्त्य गर्नको निम्ति भूमि कब्जा गर्नेहरूलाई पनि अन्त्य गर्नुपर्छ र नेपाल ट्रस्ट भन्ने फेरि नयाँ गुठी संस्थान आयो, यो आवश्यक छैन। सम्पदा र संस्कृतिको सञ्चालन र संरक्षणको जिम्मा, त्यसको स्रोत र खर्च गर्ने जिम्मेवारी गाउँपालिका र नगरपालिकालाई दिने गुठी संस्थान पनि आवश्यक छैन, प्राधिकरण पनि आवश्यक छैन। यसरी सरकारले सोच्नु आवश्यक छ। अर्का सांसद पार्वत गुरुङले
भूमिहीनहरूको समस्या समाधानका लागि विशेष आवास क्षेत्रको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसद गुरुङले वन क्षेत्रको अतिक्रमणले भूमिहीनहरूको समस्या समाधान हुनेतर्फ पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रहरी महानिरीक्षक सवेन्द्र खनालले राष्ट्रिय सुरक्षा जस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। प्रहरी महानिरीक्षक खनालले खुला सीमा भएको प्रदेशहरूमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर पनि त्यसको अवस्थामा प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढ्ने कानुनी व्यवस्था गर्न अति जरुरी रहेको बताउनु भएको हो। बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले मुलुकको भू संवेदनशीललाई ध्यानमा राखेर पनि कतिपय विषयमा प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो। प्रहरी महानिरीक्षक खनालले प्रदेश प्रहरीले सम्बन्धित प्रदेशको आन्तरिक सुरक्षाको जिम्मा एक्लैले लिए पनि वीरगञ्ज, भैरवा, विराटनगर जस्ता नाकाहरूबाट आउन सक्ने राष्ट्रिय सुरक्षाको चुनौतीलाई सामना गर्न संघीय सरकारको सहकार्य र निर्देशन आवश्यक हुनेतर्फ पनि समितिको ध्यान आकर्षण गराउनुभयो। काम गर्दाको सन्दर्भमा चाहिँ कोअर्डिनेसन बिना अप्ठ्यारो अवस्था छ। हामी कहाँ 1 नम्बर 2 नम्बर 3 नम्बर प्रदेशदेखि हामीसँग बोर्डरहरू इलाकाहरूको अवस्थाहरू छ। एउटा प्रदेशले राख्नुपर्ने जुन चाहिँ इन्फ्लुएन्स गर्न सक्ने अवस्था शान्ति सुरक्षामा त विदिन द रिजन त सक्ने भोहरूको, तर भोलि डिसअर्डर आयो, भोलिको अवस्थामा अप्ठ्यारो परिस्थिति आयो जुन आउट अफ ह्यान्ड भयो भने त्यो इमिडिएट सङ्घले चाहिँ इन्टरभ्युन गर्नुपर्ने अवस्था हाम्रोमा छ। किनभने बोर्डरसँग आएको र लाइफलाइन र हाइवेको अवस्था जुन लाइफलाइनको इसेन्सियल फुड सप्लाईदेखि सबै कुराहरू त लाइफलाइन हामी कहाँ 3टा मेजर रूपमा छ। एउटा वीरगञ्जको रूपबाट आउने, एउटा भैरवाबाट आउने, एउटा 1 नम्बर। प्रहरी महानिरीक्षक खनालले खुला सीमासँग जोडिएका प्रदेशहरू सुरक्षाका दृष्टिकोणले अति संवेदनशील भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षा सम्बन्धी कानुन तय गर्नुपर्ने पनि बताउनुभयो। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित। मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा। प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्री परिषद पुनर्गठन हुने संकेत। संवैधानिक निकायको नाममा त्यसलाई मान्दिन भन्दै हिँड्ने छुट कसैलाई पनि नभएको स्पष्ट मन्त्री दाबीको। राष्ट्रिय सुरक्षा जस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी व्यवस्था गरिनुपर्ने। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।